यस्तो अब हाम्रो उता काठमाडौँ क्यान्सर सेन्टर ताथलीमा छँदैछ, त्यहाँ हामीले सबै सर्भिसहरू दिइरहेको छौँ र आजको दिनमा चाहिँ टाइम इज इम्पोर्टेन्ट। मान्छेलाई सानो 1 घन्टाको चिज गर्नको लागि उतासम्म जाँदाखेरि चाहिँ अलि टाइमको भ्यालु भएन कि भनेर जस्तो गरेर हामी चाहिँ पेसेन्टको नजिक आउँ भन्ने मनसायले चाहिँ हामी काठमाडौँ क्यान्सर सेन्टर मानेसरमा खोलेको। अब यसमा हामीले ओपिडी, ल्याब अनि अल्ट्रासाउन्डहरू र डे केयर किमोहरू चाहिँ स्टार्ट गर्छौँ। त्यसबाहेक यसको स्पेसलिटी भनेको चाहिँ हामीले यसमा स्पेसलिटी क्लिनिकहरू जस्तै अन्को फर्टिलिटी क्लिनिक भनेको चाहिँ क्यान्सर लागेको बिरामीले बच्चा पाउन सक्ने क्षमता छैन अथवा उपचार गर्दाखेरि जान सक्ने क्षमता के हुन्छ अथवा त्यसलाई पहिल्यै हामीले केही गर्न सकिन्छ कि भनेर अन्को फर्टिलिटी क्लिनिक। त्यसपछि ब्रेस्ट क्यान्सर क्लिनिक भनेको ब्रेस्ट क्यान्सरको लागि नै मेन सेन्टरमा राखेर त्यसमा चाहिने सबै हाम्रो कन्सल्टेन्टहरू बसेर त्यसको लागि बेस्ट के गर्ने भन्ने ब्रेस्ट क्यान्सर क्लिनिक। त्यस्तै अन्को रिहेबिलिटेसन क्लिनिक भनेको क्यान्सर त लागिसक्यो तर अब ब्याक टु नर्मल लाइफ त जानु पऱ्यो नि त, खालि उपचार गरेर त्यसको लागि चाहिँ अन्को रिहेबिलिटेसन क्लिनिक। त्यही भएर हामीले यो स्पेसलाइज क्लिनिकहरू चाहिँ यहाँ सञ्चालन गर्दैछौँ होइन। अब अर्को भनेको इम्पोर्टेन्ट भनेको चाहिँ मोलिकुलर अन्कोलोजी क्लिनिक भनेको आजकल अब क्यान्सर एकै ठाउँको हुँदैन, मोलिकुलर टेस्टहरू भइरहेको हुन्छ अथवा त्यो टेस्ट गरेर चाहिँ के गर्ने छ वाट नेक्स्ट भन्ने कुरामा धेरै कन्फ्युजनहरू भइरहेको हुन्छ र कुनै पनि पेसेन्टलाई त्यस्तो हामी कन्सल्टेसन लिनु छ के टेस्ट त भयो अब के गर्ने भन्ने अथवा टेस्ट गर्दा फाइदा हुन्छ कि हुँदैन भनेर त्यसको लागि हामी स्पेसलाइज क्लिनिकहरू राख्दैछौँ। त्यसमा र अर्को सेलुलर थेरापी क्लिनिकमा छौँ होइन। त्यसमा चाहिँ आजकल अब क्यान्सरमा नयाँ नयाँ ट्रिटमेन्टहरू भइरहेको छ। त्यसमा पेसेन्टकै रगत निकालेर त्यसलाई जेनेटिक इन्जिनियरिङ गरेर फेरि पेसेन्टलाई दिने कार्टीहरू भन्ने पनि नेपालमा सुरु हुन थालेको छ, हामी सुरु गर्न थालेका छौँ। त्यसको लागि चाहिँ स्पेसलाइज क्लिनिक। अब यो क्लिनिकको स्पेसली के हो भन्दाखेरि हामी यहाँबाट एक्सपर्टाइज बाहेक पनि हामी बाहिरको एक्सपर्टिजसँग पनि कुरा गरेर पेसेन्टलाई एकदम सही बाटोलाई तपाईँको क्यान्सरमा चाहिँ यो जाँदाखेरि चाहिँ बेस्ट हुन्छ है, यो अप्सन छ है भनेर दिनको लागि चाहिँ यस्तो स्पेसलाइज क्लिनिकहरू पनि यहाँ सञ्चालन गर्छौँ। चैत 15 देखि चाहिँ हामी पेसेन्ट लिन सुरु गर्छौँ। बिहान 7 बजीदेखि बेलुका 7 बजीसम्म चल्छ। त्यो हामीले हाम्रो डक्टरहरू कुन कति बजे बस्नुहुन्छ भनेर हामी लिस्ट नै दिन्छौँ होइन। त्यस बाहेक हामीसँग अरू नयाँ नयाँ डक्टरहरू पनि जोइन गर्दै हुनुहुन्छ होइन। त्यही भएर भक्तपुरमा भएको हाम्रो ताथलीमा काठमाडौँ क्यान्सरमा भएको डक्टरहरू त यहाँ एभाइलेबल हुनुहुन्छ। त्यस बाहेक पनि हामीसँग नयाँ नयाँ कन्सल्टेन्टहरू पनि जोइन गर्दै हुनुहुन्छ। त्यो सबै हामी को कति बजे भन्ने चाहिँ हामी केही दिनमै त्यो सबै हाम्रो वेबसाइटमा निकाल्छौँ। सजिलो यति भन्नुभयो फलोअपमा अथवा कन्सल्टेसन लिनु पऱ्यो भने चाहिँ यति सबै चिज हुन्छ। अब यहाँ नआउने भनेको चाहिँ मेजर सर्जरी र रेडिएसन, त्यसको लागि चाहिँ हाम्रो उता काठमाडौँ क्यान्सरले सेवा दिइनै रहेको छ, त्यो त कन्टिन्यू हुन्छ।